व्यवसायको सबैको कुरा मैले बुझ्दाखेरि मैले के बुझ्छु हुन्छ हामीले पढेका छौँ चिनको दुःख भनेर भाङ्गो नदी भन्नु पढेका छौँ अनि कोशीलाई चाहिँ बिहारको दुःख भनेर हामीले पढेका छौँ। अब अहिले इन्टरनेसनल एयरपोर्ट चाहिँ हाम्रो दुःख भइसक्यो र यसलाई चलायमान गरियो भने सरकारले लगानी गरेको 50 अरब रुपियाँ ब्रेक इभनमा आएको छैन भने लसमा छ त्यसको पनि ब्रेक इभनमा आउँछ र हामी व्यवसायीहरूले यहाँबाट विभिन्न व्यवसाय लगानी गरेको आशा के थियो भने त्यो एयरपोर्टलाई हेरेर लगानी गरेको त्यो लगानी हुँदै गर्दाखेरि चाहिँ ब्याङ्कहरू पनि पुगे अनि व्यवसायीहरू पनि पुगे त्यो अवस्थाबाट पनि हामी बाहिर निस्किन्छौँ। अनि अर्को ठुलो माइलेज भनेको त हामी राजनीति गर्ने हो राष्ट्रको राजनीति गर्ने राजनीतिक पार्टी आज चाहिँ के अरे राष्ट्रको चाहिँ राष्ट्रिय पार्टी भएर छ भने भोलि हामी जोग्राफीमा हामी ती माइलेज हामीले कसरी पाउने त भन्दाखेरि यो मुद्दालाई अलिकति मुखरित गरेर हामी अगाडि लिएर जाने हिजो हामी मैले कुरा उठाउने गर्दाखेरि सिद्धार्थ सञ्जालले यहाँबाट कुरा उठाउने गर्दा त्यहाँ पनि हामीले सम्बोधन गरेका छौँ त्यो सन्दर्भमा हामी प्रतिपक्षमा छौँ त्यति बेला पनि हामीले यसलाई चाहिँ मुखरित गर्न सकेनौँ त्यो आवाज चाहिँ हामीले बुलन्द गर्न सक्छौँ त्यो हाम्रो काहीँ न काहीँ हामी चुप पार्टी हामी चुकिसकेका छौँ। अब हामी अलरेडी सशक्त भएर हामी चारैजनाको उपस्थित भए पनि क्याबिनेटमा त हामी होल्ड छौँ राम्रो पोर्टफोलियो छौँ क्याबिनेटमा छौँ यसलाई चाहिँ कस्तो हिसाबले उठाइदिनु पर्यो भने यो समस्याको समाधान पनि हो र हामीले यो भेटको जनता र यो चाहिँ नेपालकै गौरवको ठुलो आर्जन मन्त्रीको आर्जन चाहिँ चलामा हुँदाखेरि त्यसको जस पनि राष्ट्रपतिले पाउँछ मेरो चाहिँ यति हो। यो उहाँले लिएर आएको प्रश्न एकदम अन्तिमको गर्छु त्यहाँ उतापट्टि साथीले पानीको समस्या कुरा गर्नु यहाँ सरहरूले अन्तर्राष्ट्रिय एयरपोर्टको समस्या कुरा गर्नु यो मैले जोड्न खोजेको कारणले पानीको समस्या जतिका त्यति नै महत्त्वपूर्ण हुन्छ यतापट्टि एयरपोर्ट नचलेर त्यसको जटिलता 50 अर्ब रुपियाँ डुब्यो भने त्यतिकै जटिलता हुन्छ कसैलाई 1 लाख कल गर्दा 25,000 कल नभएर पानी किन्न पाएको त्यतिकै महत्त्वपूर्ण हो एयरपोर्ट पनि त्यति महत्त्वपूर्ण हो भन्ने बुझाइ पनि हाम्रो त्यसो मतलब जुन यो राष्ट्रपालले यो एक्लै सरकार चलाउन पाउँदाखेरि राष्ट्रपाल नेताहरू सबैजना इमान्दार हुँदाखेरि 5 वर्ष जति भयो भने यो अहिले देशमा भएको समस्याको 25% जति समाधान हुन्छ। पहिला हामी संसद विषयवस्तुमा अब यहाँ लामो समय काम गर्नुभएको पनि यहाँ यो देशको समस्या चाहिँ कति कुन लेभलको जटिलता छ भन्ने कुरा हामीले कतै न कतै बुझ्दै बोल्दै गर्नुपर्ने अवस्था मैले चाहिँ यहाँले भनेको सबै विषयको महत्त्वपूर्ण हुन्छ भने रियालिटी त पहिला गर्नुपर्छ किनभने यहाँले जाँच हुनै पर्छ। अनि मैले के भन्ने गरेको छु भने मेरो कर्मचारीहरू गाडीमा चाहिँ स्पिड लिमिट हुन्छ गाडी कुनै पनि गाडीमा कुनै चिजको हुन्छ कुनै जानको लागि मारुति भेहिकल 60 लेखेको छ भने पनि मैले जति एक्सिलेटर दबाए पनि त्यो 60 भन्दा स्पिडको लिमिटै छ। अनि अहिले कहिलेकाहीँ मलाई के लाग्छ मेरो स्पिड चाहिँ निस्केको BMW जस्तो मेरो कर्मचारी तन्त्र चाहिँ 60 मारुति कार जस्तो भयो भने मैले चाहेर मात्रै हुँदैन भन्ने कुरा एउटा लेभलको मेरो बुझाइरहेको छु। मैले जतिहरू राखेकै हुन्छ हामी मिलाउनु म पनि घटेर सरेन आउँछु तपाईँले बढेर सरेन त 100 स्पिडमा त दौडौँ न भन्ने कुरा गरेर हुन्छु। स्थिति यो छ पहिला यो चाहिँ समस्याको स्थानमा मैले अर्को एउटा इक्जाम्पल दिने गर्छु एक कन्सिडर 4 को P4 कहीँ एउटा तपाईँको 2 लाखको सुनको औँठी चाहिँ एक कन्टेनर हुन्छ त्यो 6 गते जुन चाहिँ हामीले खोज्न लाग्छ आउन त पाइन्छ एक दिन पक्कै पनि किन त्यो सबै फोर चाहिँ तपाईँको त्यो कन्फर्मले गएर त्यो सुनको औँठी पाइन्छ तर त्यो कन्फर्मलाई कति चाहिँ गाह्रो होला समय लाग्ला भन्ने कुरा मात्रै हो। हामीलाई चाहिँ विश्वास छ औँठी पनि पाइन्छ भने अहिले हामीले गरिरहेका कुरालाई अब यो म अलिकति यो कुरा गर्न थुप्रै छ तर म लगभग समराइज चाहिँ तपाईँको यो अलिकति 2टा कुरा त्यसरी गर्नु आजको बैठक राख्ने वा आजको खासै विषयवस्तु के हो भने छलफल गर्ने तपाईँको पार्टीमा कुराहरू यो हामीलाई के
लाग्छ भने मलाई एउटा एउटा आत्मविश्वास कहिलेकाहीँ इमान्दारिता गुमाएपछि त्योभन्दा सबैभन्दा ठुलो सम्पत्ति भनेको मेरा लागि चाहिँ इमान्दारिता हो। ठिक छ, त्यस कारणले मलाई त्योभन्दा ठुलो मेरो जीवनमा न सम्पत्ति न केही पनि हो मेरो कुरा। त्यही भएर अब यो घाँटी फुट्ने प्रतिबन्धी हुने यो भन्ने मलाई लाग्दैन। 10 वर्ष यो सम्भव म देखेन, 10 वर्ष यो हुँदैन। त्यस्तो कोही भइहाल्यो त्यसमा भने उसलाई कसरी हामी चाहिँ आँखा लगाउने भन्ने विषय। किनभने यो ठुलो जमानाको नेपाली जनताको नागरिकको एउटा आशा बोकेर आएको पार्टी भएको हुनाले हामी त्यो हुन दिँदैनौँ। यति चाहिँ तपाईँहरूलाई म जस्तोसुकै अवस्था आए पनि मेरो पार्टीमा एउटा बिउ हाल्ने मेरो हरेक कुरा निहुरिएर हुन्छ कि तपाईँको चाहिँ आँखामा आँखा जुदाएर तपाईँको चाहिँ मुठभेड गरेर हुन्छ कि तर म गाउँ नबुझाउनको मुठबन्दी नबनाउनको लागि त्यो मेरो प्रयास हुन्छ। अब तपाईँलाई कहिलेकाहीँ आज मुठबन्दी भइरहेको के आफ्नो भने तपाईँलाई लाग्नु स्वभाव समाज सिधै चलेको छ क्या। त्यही भएर हामीले समाजमा जे चल्दै आएको त्यस्तै लाग्यो। मैले चाहिँ 1 घन्टाको संस्कृति गर्छु भन्दा प्रधानमन्त्रीजीले मुख्यमन्त्रीजी यो हुन्छ र भन्नु मेरो पार्टी सभापति बर्बादै भइरहेको छ। मिडियामा आयो गलतै भन्नु चाहिँ तर मैले जति नलागेन कसैलाई थाहै छैन जति नलागेन त्यसलाई कम्प्लिट गरिसकेको हुने गरेर हो। मैले 2 दिन अगाडि चाहिँ सिस्टम डाउन भयो। सिस्टम डाउन भएपछि गाह्रो भयो। सिस्टम भनेर चाहिँ यहाँको प्लेनको चाहिँ तपाईँको टावर चलाइ हुँदैन भने यस्तो कुरामा मसँग बस गर्नु मिल्दैन। त्यति कुरा त बुझ्नु पर्ला नि। तपाईँको फुलबारी चलाउन अगाडि 18 घन्टाको लोड सेडिङको रोटी संसार कहीँ पाइँदैन लोड सेडिङको रोटी त्यो पनि अहिले भोगेर आएको नि। ती सबै कुराले भोगेर त्रुटिको भरमा मैले बोले